धनुषा जिल्लामा अवस्थित जनकपुर धाम हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक स्थलहरूमध्येको एक धार्मिक स्थल हो। राजा जनककी छोरी सीता र भगवान श्रीरामको विवाह भएको यस स्थलमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। जनकपुर धाम विशेष गरी यहाँको चित्रकला, यहाँको मिथिला कल्चरले पनि चिनिने गरिन्छ। मन्दिरको वरिपरि यस्तै गरी मिथिला कल्चर, मिथिला सभ्यतालाई चाहिँ भित्तामा पहिचान दिइन्छ। यस्ता किसिमका आकृतिहरू बनाइन्छ। यसलाई चाहिँ हेर्न देश तथा विदेशबाट हजारौँ भक्तजन तथा पर्यटकहरू आउने गर्नुहुन्छ। यस धाममा दर्शन गरिसके पछाडि आफ्नो मनोकामनाहरू पूरा हुने भक्तजन विश्वास गर्दछन्। त्यस्तै भक्तजनहरू आफ्नो मनोकामना पूरा भइसके पछाडि पनि यस क्षेत्रमा दर्शन गर्दछन्। हाम्रो देशको जानकी माता हो, यहाँबाट अनि दर्शन गर्नुको लागि म आउनुभयो, त्यही कुरा हो। अनि वीरगञ्ज प्रसाद जिल्ला घर हो।